सो त्यही त गुड मर्निङ सबैजनालाई अनि वेलकम छ अर्को ब्लगमा। अनि त्यही त्यहीजना म चाहिँ भर्खर गुड मर्निङ भयो। अहिले चाहिँ म मामाकै घरतिर छु क्या अरे। त्यो चाहिँ मैले एक दिन भ्लग बनाइनँ रेस्ट लिएँ अनि पसल भइराख्यो, त्यही भएर चाहिँ भ्लग बनाएन। अनि अनुहारहरू आएको एकछिन रमाइलो गऱ्यो, त्यहाँ भाइलाई एडमिसन गर्नु थियो, एडमिसन पनि गरियो। त्यस्तै भएको थियो हिजोको दिन चाहिँ। सो त्यही अहिले चाहिँ म उठिसकेँ अनि 10 जति बज्न लागिसक्यो होला। भर्खर ब्रस गर्न लाग्दैछु, मन्जनै पाएन। अब कहाँ खोजेको छु मन्जनै कता पो हो है। अनि त्यही त नि नानी किन हो यस्तो हिलाम्मै भएर बर्थडे गर्ल त कहाँबाट आएको? ए धान रोपेर आयो हिलाम्मै भएर। कस्तो दिमाग पानी परिरहेको गाइज यहाँ त पुरै रेनिङ भइरहेको। यहाँ रहेछ त मन्जना पानी पो पर्दो त तनाव भयो त गाइज। नौन त कहाँ हिलो गर्दै बस्छ नौ आफ्नो अब बाबाले मार्नु हुन्छ थाहा पायो भने। कोही हिँडाउनु भन त्यही त आज चाहिँ म दिदीहरूकोमा जान्छु क्या अरे। अहिले एकछिनमा भेनालाई लिन बोलाउनु पर्ला। आज फेरि शनिबार चर्च पनि जानुहुन्छ भेना अरे। अनि केटाहरूलाई यसो भनेको थिएँ आज चाहिँ गेम पनि छ जस्तो कुरा गरेको थिएँ फुटसलमा। आएदेखि खेल्न पाएन नि त, कस्तो बलै खेल्न पाइरहेन। 3-4 दिन भइसक्यो आएको। बुट त्यत्तिकै ए मैले नयाँ बुट किनिसकेको छु है, अहिले देखाउँला। अनि आज चाहिँ म जान्छु क्या अरे दिदीहरूकोमा। त्यसपछि गेम सेम नि खेल्नु पर्ला, पानी परेन भने उता घुसरी पनि जानु पर्ला। त्यही नै हो या अब पहिला चाहिँ फ्रेस हुन्छु म है। त्यही नै हो, मैले चाहिँ खाना पनि खाइसकेको छु फ्रेस भएर। अनि एकछिन रेस्ट पनि गरेँ। अब चाहिँ म पसलमा जान्छु मेरो ब्याग स्याग लिएर लुगासुगा प्याक गरेर। अनि त्यसपछि चाहिँ भेना लिन आउनुहुन्छ। अनि भेना लिन आएपछि चाहिँ म सिधै दिदीको घर यानि कि भेनाको घर जान्छु। दिदी भेना जसको भने पनि घर जान्छु भनौँ न। सो अनि मेरो नयाँ बुट चाहिँ यहाँ छ। मैले के अरे किनेको त धेरै बाखेन, भर्खरै किने हो। किनेर एकचोटि मात्र लाएको थिएँ त्यही झ्याटेमा। अनि त्यहाँदेखि लाउनै पाएन, किन्न पनि पाएन नि त। सो यहाँ छ मेरो बुट, त्यति एकचोटि मात्रै लगाऊ। दिस इज माई बुट गाइज। लगभग 3 जति भेट्यो। म गोर्खा किन्न गएको थिएँ, गोर्खामा नपाएर पसल बन्द भएर फेरि किनिहाल्नु पर्ने स्थिति थियो। त्यही भएर चाहिँ अनि फेरि खैरिनी पुगेर यो बुट चाहिँ किनेर ल्याएको थिएँ। 2-3 हप्ता अलि 2-3 हप्ता जति चाहिँ हुन लाग्यो होला। सो यही नै हो। अब त्यहाँ एक दिन खेलेपछि चाहिँ मैले यत्तिकै छोडेको थिएँ, पुसेन छैन। यो बुट चाहिँ छ, लिएर आएको खेल्ने भनेर खेल्न पाएन। आज चाहिँ पाइन्छ कि भने हो, लेट्स सी के हुन्छ। चप्पल पनि ल्याएको थिएँ, चप्पल नि है सबैलाई पनि प्याक स्याक गर्नु पऱ्यो। Guys, this is for you. Bouquet. This is for my all YouTube family. For all. No, take it. नलिनु भयो, म राखिदिन्छु है।
भेनाको पनि कलाइसके अब चाहिँ जानै पर्ने हुन्छ। यहाँ छ मेरो साइड ब्याग यस्तो गरेर ल गाइस अब चाहिँ म यहाँ निक्लेको बत्ती सत्ती फ्यान मारिदिउँ अनि केही त छोड्दैन नि है छोड्दैन ल यहाँनिर चाहिँ हो हामी बसेको सो त्यो भेन आइसक्नु भएको अब चाहिँ म झापझुप गरेर जानुपर्ने हुन्छ। यो बाइकहरू यस्तो यस्तो हिँड्छ ठ्याक्क दाइले फेरि पोजै दिइहाल्यो। ल त्यो त्यहाँ अगाडिनिर चाहिँ पसल छ क्या अरे त्यो घुम्टी कटेपछि त्यहाँबाट चाहिँ अब फेरि सरासर दिदीकै घरमा आएँ भनौँ न। अब यताउति भइरह घरको न घाटको भनौँ। ल त्यही हो अहिले चाहिँ म दिदी घर जान लागिसकेको थिएँ भेना नि आइसक्नु भएको अहिले त साँच्चै न्यू बाइक छ क्या अरे मैले देखाएँ भेना हल्का बिरामी चाहिँ घर गएर पनि हामी फ्रेस भएर चर्चमा त्यहाँ जवान सङ्गति रहेछ त्यसको लागि आज म पनि एक्सपिरियन्स लिन जाँदैछु। भेना यहाँ निक्लिनु भइसक्यो अब भेना मेनै हो उहाँ दिदी भान्जा हुनुहुन्छ ट्याक्क लाएर। सो त्यही अब हामी चर्च जान्छौँ अनि त्यहाँ के कस्तो हुन्छ किन त बिचमा बस्न त बिचमा बस्दा यत्तिकै बस्नु अनि त्यहाँ चर्चमा आज के कस्तो हुन्छ त्यो चाहिँ देखाउनेवाला छु अनि त्यसपछि चाहिँ गेम खेल्न गइन्छ होला। सो पहिला चर्चमा के कस्तो हुन्छ भयो माने ल भयो भित्र चाहिँ सङ्गत के भयो त आराधनाहरू भइरह हामी चाहिँ बाहिर आएर बस्यौँ भान्जा पकाउन। भान्जा गुजी आयो गुजी यता गुजी आयो भान्जा यहाँ दिदी यहाँ त्यो एकछिन हाम्रो क्रुज छ ठुलो साइकलहरू पार्किङमा अनि यहाँ चाहिँ बस्ने ठाउँ रहेछ शीतल टाप्ने म चाहिँ यहीँ बस्नु पऱ्यो अब अभि अल्लाह परम्परामा के गर्छ शक्ति दिन्छ ताकत दिन्छ बल दिन्छ त्यस कारणले गर्दा नि मलाई आशा छ तपाईँको जीवनमा त्यो शक्ति सामर्थ्य दिनुहुने उहाँ मात्र हुनुहुन्छ। आउनुहोस् हामी परमेश्वरको वचन हिब्रू प्रदेश आमेन भन्नको लागि उत्साह दिने खालको वचनहरू भन्नुभयो त्यसैले नै गर्नुभयो। तपाईँलाई आमेन भन्न लाज लाग्छ हो लाग्दैन भने किन आमेन भन्नुभयो भनेको मैले त सुनिनँ त सुनिनँ किन म पहिरो यत्रो जाना छ सबै जवान अब जवान बोइजहरूमा त कम्पिटिसन त दिदीबहिनीहरूमा त धेरै हुनुहुन्छ नि त गर्ल्समा त खोइ त आमिन भन्दा मुखले त साउथीले आमिन भनेको भएन के अलिक ठुलो स्वरले पनि आमिन भन्नुभयो। पास्टरबा तपाईँहरूभन्दा बढी चिच्चाएर पास्टरबाले वचन बाँडिरहनु भएको छ जुन कुरामा तपाईँलाई परमेश्वरको वचनले तपाईँहरूलाई छुँदछ नि तपाईँ आमिन भनेर नलजाउनुहोस् तपाईँहरू पनि आमिन भन्नुहोस् ताकि वचन बाँड्ने भक्तलाई पनि अलिकति उत्साह होस् कि मेरो वचन उनीहरूले सुनिरहेको छ। तपाईँहरू सुन्नु भएको कि निदाउनु भएको कि आफ्नै ध्यानमा हुनुभएको थाहा नै नहुने भयो क्या तपाईँले आमिन नभनिदिएपछि त थाहा हुन्छ त पास्टरहरूलाई वचन बाँड्ने भक्तहरूलाई थाहा हुन्छ त यहाँ बसेर वचन बाँडिरहनु भएको छ अनि त्यहाँनिर उहाँले दिनुभएको जुन प्रतिक्रियामा चाहिँ तपाईँले उत्तर नै दिनुभएको छैन उहाँलाई केही पनि थाहा हुँदैन।
तपाईँको पाइलाहरूको आवाज सुन्न चाहन्छु उसको बोझमा कान्छ सुन्न बोकिहेर जीवन चलिएछुमा उसको बोझमा कान्छ सुन्न बोकिहेर जीवन चलिएछुमा बराबरमा कोइलीहरू कति मिठो गाउँछन् यसलाई जीवन दिने विश्वासी भन्छन् बराबरमा कोइलीहरू कति मिठो गाउँछन् यसलाई जीवन दिने विश्वासी भन्छन् त्यही नै हो हाम्रो प्रोग्राम चाहिँ सकिसकेको छ ड्रामा डान्स त्यसपछि गीत हामीले सुन्यौँ त्यसपछि वचनहरू भनौँ न यस्तो यस्तै मलाई त त्यस्तो खासै नलेज छैन जे भयो नि रमाइलो भयो त्यही नै हो अब एकछिनमा चाहिँ खाजा पनि खाइन्छ होला अनि त्यो खाएर चाहिँ घर जानुपर्ने हुन्छ हाम्रो बाइक त्यहाँ पार्किङमा छ अनि त्यही हो अब बल खेल्न खोइ फुटसल जाने त भनेको थियो केटाहरूले फुटसल गइन्छ कि अब धुसरी गइन्छ थाहा छैन तर जता गए पनि देखाइ नै हाल्नेछु एकछिन चाहिँ म यहाँ फेरि बाहिर आएर बसेको अन्त नास्तिक मान्छेलाई जता गयो नि राम्रै लाग्ने क्या ठिकै छ अब केही भएन आफ्नो भनौँ न ऊ हो त्यही अनुसार चल्नुपर्छ सबैलाई प्राउड छ प्रोग्राम चाहिँ सकिसक्यो हामी फर्किसक्यौँ बाइक तिनजना चल राइट अहिले चाहिँ हामी चितवनबाट आइसक्यो ह्याम अनि घर आएर एकछिन दाइहरू साथीहरू भेट भएर अब चाहिँ हामी फुटसल खेल्न जान लाग्यौँ सो चाहिँ मेरो साथी चाहिँ हाम्रो खैरेनी नगरपालिकाको चल्दो पल्दो प्लेयर एक एक गोल भयो होइन गोल दाम 2,000 years later. त्यही हो अहिले चाहिँ घर आइसकेँ म अनि यस्तो पानी परेको थियो पानी पर्दा पनि अब साइकलमा केटाहरूसँग आइयो त्यसपछि गेम चाहिँ हामीले लास्टमा 2 गोलले हारेको थियौँ त्यो पुरै भिडियो चाहिँ मैले हालेको छैन जस्तो हल्का फुल्का क्लिप मात्रै हाल्दैछु मेरो निन्दा किनकि झल्ली भिडियो गर्दै एक ठाउँमा राखेर गर्दै थिएँ के गर्नु अब चार्जै नभएर मोबाइल पनि अफ भयो भेनाकोबाट लाइट बालिरहेको छु त्यही त नि देखेँ त्यही त नि अनि हार्न चाहिँ हारेको थियौँ अनि 70-30 थियो 70% हामीले तिर्यौँ अनि बाँकी अपोनेन्टले तिर्यो खेल्यो आइयो अनि खानासाना खाइयो नुहाइयो अनि खानासाना खाइयो अनि अब चाहिँ सुत्न लाग्यो यस्तो लट्ठ भयो त्यही हो त्यहाँ चर्चमा गएको थिएँ चर्चमा पनि रमाइलो भयो अनि आइयो हल्का बेलुकै भएको फुटसल गइयो खेल्यो रमाइलो गऱ्यो अब चाहिँ सुत्नुपर्ने हुन्छ लास्ट टाइम नै थगेला धेरै पछि खेलेको नि त अनि कस्तो भइरहेको खेल्न नसक्यो है के भयो भइरहेको ल त्यही नै अब नेक्स्ट भ्लगमा चाहिँ भेट्छु अहिले चाहिँ गुड नाइट हुन्छ म लास्ट निन्द्रा लाग्छ सबैजना राम्रोसँग बस्नु च्यानललाई सब्सक्राइब गरिदिनु भिडियोलाई लाइक गरिदिनु यदि मैले आजको भ्लगबाट चाहिँ बिदा लिन चाहन्छु हस्त धन्यवाद जय नेपाल।